हेलो साथीहरू, आज चाहिँ हामीहरू बनाउँदैछौँ दही। अब गर्मीको महिना आयो नि त, अनि हाम्रो गाउँतिर त यस्तो गिलासमा पाइने 10 रुपियाँको दही चाहिँ एकदमै धेरै बिक्री हुन्छ क्या। त्यही भएर चाहिँ हामीहरू पनि अब सुरु गर्दैछौँ। हाम्रो पनि यहाँ दही पाउँछ 10 रुपियाँको, अनि हामीहरू चाहिँ अब दही घोलेर गिलासमा हाल्छौँ है त। अनि यो चाहिँ दही हाल्यौँ हामीले चाहिँ, अनि 1 लिटर जति ल्याएको थियौँ क्या सायद। अनि चिनी पनि हाल्नुभयो मम्मीले, अनि चिनी हालेर अनि हामीहरूले पानी पनि हाल्यौँ साथीहरू। अनि पानी हालिदिएँ मैले चाहिँ, अनि हालेर चाहिँ हामीले एकछिनसम्म घोल्यौँ। अनि अब चिनी त जति लाग्नु पर्यो नि त होइन, अनि त्यही भएर हामीले चाहिँ पानी हालेर घोल्यौँ। अनि दही चाहिँ एकदमै राम्रो पनि भएको छ। अनि म चाहिँ हजुरलाई के भन्न चाहन्छु भनेपछि, अनि मेरो भिडियोमा चाहिँ आजकल किन डाउन भएको छ कि भिडियो चाहिँ लाइक कमेन्ट पनि आउँदैन, त्यस्तो भ्युज पनि जाँदैन, के भएर होला। अनि सकेसम्म सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला, अनि धेरै सपोर्ट गरिदिनु होला मेरो भिडियोहरूलाई चाहिँ। अनि पहिले चाहिँ मैले कन्टिन्यू हालिरहेको थिएँ भिडियो, अनि बिचमा मैले भिडियो हाल्न छोडेको थिएँ। अनि त्यही भएर मेरो भिडियोमा चाहिँ आजकल लाइक कमेन्ट भ्युज आउन छोडेको छ साथीहरू। अनि मेरो भिडियोलाई चाहिँ सकेसम्म लाइक कमेन्ट सेयर गरिदिनु होला, यति भन्न चाहन्छु म चाहिँ हजुरहरूलाई। अनि मैले चाहिँ गिलास निकालेँ, अनि निकालेर चाहिँ अब कतिवटा गिलाससम्म भरिन्छ है त्यो थाहा भएन। अनि यता चाहिँ बाबुले दही मागिरहेको थियो क्या, अनि त्यसलाई पनि 1 गिलास दही दिउँ, त्यो अल्ते खायो। अनि हामीले चाहिँ दही घोलेर अब हामीहरू चाहिँ यो गिलासमा हाल्दैछौँ दही चाहिँ। हेर्न सक्नुहुन्छ हाम्रो दही चाहिँ यस्तो भएको छ, अनि पातलो पनि छ, अनि अलि मोलो पनि छ। ठिकठिकैको बनाएको छौँ, त्यस्तो पातलो पनि छैन। टोटल चाहिँ 31वटा गिलासमा भयो। अनि यता चाहिँ त्यो दही फेरि खाएर अर्कोचोटि दही माग्यो क्या हामीले, फेरि पनि दही हालिदिउँ। यसलाई चाहिँ मन पर्यो, मेरो बाबुलाई चाहिँ दही मन पर्यो, कस्तो मजाले दही पनि खाइरहेको छ। अनि साथीहरू, हजुरहरूलाई पनि दही खान मन छ भने हाम्रो पसलमा आइदिनु होला। हाम्रो पसलमा चाहिँ दहीहरू पाउँछ साथीहरू, हजुर चाहिँ आउन सक्नुहुन्छ हाम्रो पसलमा। बाई बाई साथीहरू, भेटौँ अर्को मिनी ब्लगमा।